नमस्ते साथीहरू, म सरिता छेत्री हाउसवाइफ ब्लगमा हजुरहरूलाई स्वागत गर्दछु। आज चाहिँ मैले हाम्रो यो ब्रोइलर चिकनको हाम्रो लोकल कुखुराको जस्तै गरेर भुटेर चिकन बनाउन लागेको छु। यहाँ मैले कराई बसालेको छु हैन। पहिला तेल हाल्छु म हैन। हरियो खोर्सानी पुऱ्याइदिन्छु। रानी सुमेल दालचिनी फुटेको छु हैन। यस्तै हो मौसम पनि दिनको दिन के भइरहेछ है, कहिले घाम कहिले पानी। मौसमले पनि हाम्रो घरमा काम भइरहेछ, कामै रोक्ने गरी पानी पर्ने, मौसम चेन्ज हुने के भयो। अनि एउटा तेजपत्ता हालिदिन्छु है साथीहरू। यो ल्वाङ सुमेल दालचिनी ट्याक गरेर फुटेको सिलौटोमा मसिनो होइन, फ्राउन स्मेल आउँछ नि। फेरि स्मेल आयो भने मन नपर्ने होइन, कतिलाई मन नपर्ने हुन्छ नि, हामीलाई पनि मन पर्दैन। मेरो बुढो पनि खानुहुन्न, छोरालाई पनि अलिकति स्मेल आयो भने हुँदैन। त्यसो हालिदिन्छु। अनि म मासु चाहिँ 1 किलो जति बनाउँछु। सबैले खान्छ यो मिठो मानेर होइन। हजुरहरू पनि ट्राई गर्नु है, यो रेसिपी चाहिँ एकदमै मिठो हुन्छ। कुखुरा भुटे पार्नु पहिला, अनि लास्टमा मासु र एकदम ब्राउन भएपछि मात्रै राख्ने, हाल्ने मसलाहरू राख्ने। पहिला मसलाले साँचिन्छ, मासु पनि, अनि फेरि कालो पनि हुन्छ, मन नपर्छ। अब यो मासु साथी, अब म फेरि एकचोटि चिकनलाई चलाइदिन्छु होइन। चलाउँदै धुँदै गर्नुपर्छ। अनि यो पानी छिन्छ नि, त्यो पानी सुकुन्जेल हामीले भुट्नुपर्छ, नत्र स्मेल आइहाल्छ। पानी बिस्तारै त्यो पानी छोड्छ होइन। अनि एकछिन त्यो पानी सुक्ने गरी भुट्छु। त्यही हो, के गर्नु साथी, रेस्ट गरी पकाउनुपर्छ। साथीहरू, मेरो चाहिँ यहाँ खाजा खाएको भाँडाहरू भइसकेको थियो होइन। चिया खाएको, खाजा खाएको। अनि म चाहिँ त्यो माथि भुजेर पुरेर बस्नुहुँदा यो पनि काम सक्छ नि होइन, दुइटै काम सक्छ। मेरो चाहिँ बानी नै यस्तै हो, काम भयो कि त बस्नै सक्दैन। एकछिन रेस्ट गर्यो, फेरि काम गर्यो। अनि खाजा खाएको भाँडा पनि माझिहालौँ, मासु बुट्दा सबैको त्यस्तै त हुन्छ होला नि। घरमा काम गर्नुपर्छ, आफ्नो घरको काम गर्दाखेरि आफूलाई जस्तो सजिलो त्यस्तो गरेर सघाउने त हो नि हामी होइन। पुरै सजिलो बनाइदियो बाबुले, यो एउटा ल्याएको त धेरै नै राम्रो भयो। साथीहरू हेर्नु न, यसलाई छिनछिनमा चलाएन भने त फेरि यो तासिन्छ, टिप्छ कि। तेल धेरै हाल्नु पनि चिल्लो होला भन्ने डर, त्यही भएर चिल्लो त अलि राखि नै हाल्नु पर्यो मासुलाई होइन। पास यताउति सबै भ्याउनु, अनि एकैचोटि काम सक्यो। मेरो चाहिँ अलि बानी नराम्रो छ, जे पनि हतार काम गर्नुपर्छ। मेरो बुढोले मलाई कराई गर्नुहुन्छ, तिमीलाई कति हतार, कहाँ जानु पर्यो भनेर। जानु पर्यो भने मात्रै काम छिटो गर्ने हो र होइन साथी। आफ्नो काम त सघाउनलाई नै गर्नु पर्यो नि। अब फेरि एकछिन म बसेँ। साथीहरू, यो मासु भुट्नलाई 10-15 मिनट चाहिँ भुट्नुपर्छ होइन। लगभग चाहिँ यो मासु पाक्नलाई आधा घन्टा चाहिँ लाग्छ होला। लोकलको जस्तै अब भुटी पकाउनु पर्ने, यसको स्मेलको लागि बढी भुट्नु पर्यो। त्यही भएर चाहिँ नि अलि बढी भुट्छु कि, मलाई अलि स्मेल आउँछ नि, त्यही मन नपर्ने भएर। मिठो चाहिँ एकदमै मिठो हुन्छ यसरी पकाएको यो चिकन, ब्रोइलर कुखुराको चिकन होइन। मिठो हुन्छ, मिठो त ब्रोइलर भए पनि लोकल कुखुराको स्वादमा हुन्छ कि यो मासु। अनि जसलाई पनि मनपर्छ यसरी पकाएको मासु चाहिँ। अनि नुन पनि हालिदिन्छु। नुन हालेपछि अझ बाँकी भएको पानी अझ निस्किन्छ यसबाट। नुनले त पानी निकाल्छ नि त, जे पकाए पनि त्यस्तै हुन्छ नि है साथी। हामी बुढाबुढीको गनगन हुन्छ कि सधैँ यस्तै र बुढी। हाम्रोमा चाहिँ त्यस्तो हो कि हजुरहरूको पनि हुन्छ है त्यस्तो? म त मेरो मात्रै त्यस्तो हुन्छ जस्तै लाग्छ कि। झन् बुढाबुढी हुँदै गयो, झन् पुरै नबुझ्ने। साथीहरू हेर्नु, अब यतिको ब्राउन भयो है चिकन, यतिको होइन। तर भुट्ने बेला पनि यस्तै हुन्छ जहिले। अब म यसमा अलिकति प्याज काटेको छु मसिनो गरेर, त्यो हाल्छु है। अदुवा लसुनको पेस्ट,
यति हालेर पहिला म चलाउँछु। चिकन त मजाले पाकि नै सकेको छ कि बढी कलर पनि हेर्नु साथी। अब चाहिँ नि लोकल कुखुराको जस्तै आयो होइन, खुद्दा भुद्दा यस्तो हुन्छ कि हो। टाइम चाहिँ लाग्छ कि यसरी पकाउनलाई, अलिक फुट्नु पर्ने भएर। यो चाहिँ रातो कलरको लागि मात्रै राख्नु, पिरो हुँदैन। यो काश्मिरी मिर्च रेड। अब हालिदिन्छु चिकन मसला होइन, अनि जिरा धनियाँको पाउडर। मसला त यति नै त हो मासुमा पर्ने होइन। अब यसलाई मजाले फेरि एकछिन मसला भुट्नु पर्यो नि, मसला बास आउँछ काँचो काँचो नत्र। यसलाई भुट्ने अनि एकछिन सबै मसला फुटेपछि पाक्यो अनि यो चिकन रेडी भयो हाम्रो टुवा चिकन। आज धनियाँ नै छैन रहेछ घरमा सकेको, यसमा धनियाँ राखिदिने, अलिकति धनियाँको पत्ता मसिनो गरेर काटेर होइन, पछि टेस्ट हुन्छ नि। अनि त्यसको अब यो चिकन चाहिँ रेडी भयो है। यो मसला हालेपछि चाहिँ मसलाको बास अलिक नआओस् भनेर अलिक बेर चलाउने है। अनि ल हेर्नु कति राम्रो देख्यो है मासु। ल हजुरहरू पनि खाना आउनु यो चिकन है। अब मेरो यो ब्रोइलर कुखुराको चिकन लोकलको जस्तो हुने गरी ल मेरो रेडी भयो साथी। हजुरहरू पनि बनाएर खानु। भिडियो मन पर्यो भने लाइक गरिदिनु, सेयर गरिदिनु, अनि कमेन्ट पनि गरिदिनु, र सँगै यो ब्लगलाई सब्सक्राइब पनि गरिदिनु। नमस्ते साथीहरू।